Hello everyone, welcome to my YouTube channel Code Junction Nepal. म आज पाइथन सिकाउन गइरहेको छु. So today is the introduction class of Python programming language. हैन. अब पहिला स्टार्ट गरौँ. Python भनेको के हो? What is a Python? Python is a popular programming language known for being simple, readable and versatile. भनेको एकदम सिम्पल छ र यो हाई लेभल ल्याङ्ग्वेज भित्र आउँछ, which is very simple, easy to use and easy to read. Well, definition name Python is a popular high level programming language known for being simple, readable and versatile. अब यो कसले बनाएको भन्दा it was created by Guido van Rossumले बनाएको थिए and first released भएको डेट चाहिँ first released in 1991. अब यो युज कहाँ हुन्छ भन्दा its uses are in एउटा वेब डेभलपमेन्टमा युज हुन्छ. के भयो यो? This uses are in फर्स्टमा वेब डेभलपमेन्टमा, त्यसपछि डाटा एनालाइसिसमा नि युज हुन्छ र अर्को अहिले एकदम ताजा एआई अटोमेसन एन्ड मसिन लर्निङहरुमा पनि युज हुन्छ भनेर अहिलेलाई यति बुझौँ. पाइथन भनेको एउटा पपुलर हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज हो which is popular for being simple, readable and versatile. त्यसो भने अब पाइथन चाहिँ कसरी लेख्ने त? पाइथन हामी लेख्नको लागि धेरै जसो VS कोड युज गरिन्छ. अब यसमा चाहिँ एउटा फाइल बनाऊँ, ओपन एउटा फोल्डर बनाऊँ. मैले यहाँ पहिले बनाइसकेको छु. प्रोग्रामिङ ल्याङ्ग्वेजेस पाइथन फर एसई. यसमा चाहिँ पहिले रहेछ. यो चाहिँ एउटा फाइल भयो र यसको पछाडि अब पाइथन प्रोग्रामिङ रन गर्न छ भने चाहिँ पछाडि .py भनेपछि बल्ल यसले प्रोग्राम रन गर्छ है त. अब इन्ट्रोडक्सनको लागि चाहिँ म कताबाट सुरु गर्छु भन्दा भेरिएबल्सबाट सुरु गरौँ. फेरि च्याप्टर 1 को पहिला यसबाट सुरु गरौँ. प्रिन्ट कसरी गरिन्छ पाइथनमा? अब हाम्रो सी ल्याङ्ग्वेज हुन्थ्यो भने चाहिँ ह्याज इन्क्लुड लेख्यो, एसटिडियु लेख्यो, इन्ट गर्यो, मेन गर्यो, के गर्न पर्थ्यो, प्रिन्ट एफ के गरेर माग्नु पर्थ्यो, स्क्यानएफ गर्न पर्थ्यो भने यसमा एकदमै सिम्पल छ. यसमा बस हामीले प्रिन्ट गरिन्छ. हामीले प्रिन्ट के गर्न छ त? हेलो वर्ल्ड प्रिन्ट गर्न छ भने यसले हेलो वर्ल्ड प्रिन्ट गर्यो. अब हेलो वर्ल्ड प्रिन्ट गर्यो. सो हामीले प्रिन्ट चाहिँ यसरी गरिन्छ. यो त बस एउटा इक्जाम्पल भयो है त. अब त्यस्तै गरी हामी केमा जाम भन्दा भेरिएबल्समा जाम. भेरिएबल्स भनेको के हो? भेरिएबल्स भनेको एउटा यस्तो कुरा जुनले चाहिँ कुनै पनि भ्यालुलाई स्टोर गर्छ. जस्तै मैले यहाँ 10 लेखेँ. अब 10 लेखेकोले मैले कुनै पनि चिजमा स्टोर गर्न छ भने मैले a = 10 लेख्छु. सो यो 10 भन्ने भ्यालु a मा स्टोर भएर बसेको छ. त्यसै गरेर b = 20 लेख्यो भने b मा b भेरिएबल हो, यसले 20 स्टोर गरेर राखेछ. त्यस्तै गरेर c मा मैले स्ट्रिङ भनेको कुनै पनि वर्ड जस्तै हाई लेख्यो भने यसले c ले स्ट्रिङ भ्यालुलाई होल्ड गरेर राखेको छ जुन चाहिँ हाई हो. त्यस्तै गरेर d = मैले गुड मर्निङ पनि लेख्न पाएँ है त. अब भेरिएबल भनेको त्यो भयो. अब डाटा टाइप्स भन्ने पनि हुन्छ हामीसँग. डाटा टाइप्स भनेको के हो? डाटा टाइप्स एउटा हामीसँग इन्ट भन्ने डाटा टाइप हुन्छ जुनमा चाहिँ हामीले नम्बर होल नम्बर स्टोर गरिन्छ. जस्तै 1 2 30 12 यस्तै
भनेको यहाँ पोइन्ट हामीले स्टोर गर्न मिल्दैन 12.0102 यस्तो यस्तो लेख्यो भने चाहिँ यो हाम्रो रङ हुन्छ इन्टिजर हुँदैन त्यस्तै गरेर फ्लोट भनेको के हो त ठ्याक्कै इन्टिजरको उल्टा यसमा चाहिँ हामी पोइन्टलाई स्टोर गर्छौँ जस्तै 1.03 1.00 2.00 या फिर 2.01 16.02 यस्तै यस्तै त्यसपछि हामीसँग हुन्छ स्ट्रिङ भन्ने डाटा टाइप जुन चाहिँ वर्डहरूलाई चाहिँ स्टोर गर्नमा हेल्प गर्छ जस्तै माथि भने जस्तै हेलो र गुड मर्निङ गुड मर्निङ गुड मर्निङ र स्ट्रिङको लागि चाहिँ हामीले यो माथिको यस्तो युज गर्नुपर्ने हुन्छ यसले के भन्छ मैले बिर्सिएँ सो यस्तो युज गर्नुपर्छ स्ट्रिङको लागि र अब हामीसँग अरू के डाटा टाइप छ अरू हामीसँग यो यस्तो फल्स बुलियन भेरिएबल भन्ने नि हुन्छ जस्तै फल्स भन्ने एउटा बुलियन भेरिएबल भने ट्रु भन्ने अर्को बुलियन भेरिएबल हो त्यस्तै गरेर नन खाली छ भने पनि त्यो नन टाइप भेरिएबल हुन्छ जस्तै अब 8.2 भनेको फ्लोट भयो 3 भनेको अब यो कुरा यदि यो भनेको इन्टिजर हो यो भनेको स्ट्रिङ हो र जस्तै ई भनेको 12.09 लेख्दा यो फ्लोट हो भने f इज इक्वल्स टु यो भनेको के हो त यो इन्टिजर हो कि फ्लोट हो कि के हो मैले भने स्ट्रिङमा हामीले यो माथिको यस्तो एपोस्ट्रोफी अब के डबल एपोस्ट्रोफी के भन्छ होला यो युज गरिन्छ यसमा चाहिँ हामीले यो युज गरेछौँ त्यही भएर यो भित्रको के भयो त यो अब स्ट्रिङ भयो इन्टिजर या फ्लोट भएन अब फ्लोट त हुँदै होइन पोइन्ट छैन सो यो स्ट्रिङ भयो विच इज अ स्ट्रिङ यो चाहिँ के हो त इन्टिजर हो यिनीहरू पनि इन्टिजर हो अब त्यसपछि अब हामी जाम रुल्स भेरिएबलमा रुल्स भनेको चाहिँ अब बस यहाँ हाम्रो एउटा तरिका हुन्छ कसरी लेख्ने भनेर जस्तै ए इजिकल्स टु 1 हो ए इजिकल्स यसरी पनि लेख्न मिल्छ तर यसरी एट द रेट यस्तो यस्तो लेख्न मिल्दैन हामीले अरू यसरी लेख्न पाउँछौँ भेरिएबललाई भने अपरेटर्सहरू पनि हुन्छन् अपरेटर्स भनेको के हो अपरेटर्स यसमा धेरै अपरेटरहरू छ जस्तै अर्थमेटिक अपरेटरमा मात्र जाम अहिले हामी अर्थमेटिक अपरेटर भनेको के हुन् त अर्थमेटिक अपरेटरभित्र हाम्रो के पर्छ प्लस पर्छ माइनस पर्छ डिभाइड पर्छ डिभाइड भनेको योले डिभाइड गर्छ र मल्टिप्लाई पर्छ अब एउटा प्रोग्राम पनि गरेर देखाम जस्तै अर्थमेटिक अपरेटर गर्नु छ भने a इज इक्वल्स टु 10 छ b इज इक्वल्स टु 20 छ मैले c इज इक्वल्स टु अब यहाँ हेरौँ a भनेको भेरिएबल छ 10 स्टोर गरेछ b भनेको भेरिएबल हो 20 स्टोर गरेछ भने c भनेको एउटा भेरिएबल हो जुनले चाहिँ a प्लस b स्टोर गर्छ भनेपछि के हुने भयो त c ले a प्लस b लाई स्टोर गर्छ a प्लस b भनेको a भनेको 10 b भनेको 20 10 प्लस 20 30 हुन्छ अब यहाँ मैले प्रिन्ट c गरेँ भने यसले के प्रिन्ट गर्छ त 30 प्रिन्ट गर्छ 30 प्रिन्ट गर्यो त्यस्तै गरेर मैले के भनेको थिएँ माथि यस्तो गरेँ भने चाहिँ यसलाई के भन्छ त यो इन्टिजर बन्छ कुनै भ्यालु बन्छ बन्दैन यो एउटा स्ट्रिङ बन्छ भने यसले के प्रिन्ट गर्छ यसले सी प्रिन्ट गर्छ यो सी भनेको के हो त यो सी भनेको भेरिएबल हो यो अब यसको भित्र सी भनेपछि यो एउटा स्ट्रिङ हो भेरिएबल भएन भने यो बल्ल भेरिएबल भयो जुनले चाहिँ 30 स्टोर गर्छ त्यस्तै अब यहाँ मैले यसलाई 90 गरिदियो भने 100 प्रिन्ट गर्छ यसले त्यो भयो एउटा कुरा अब अर्को टाइपहरू पनि हुन्छन् इनपुटहरू पनि हुन्छन् अहिले यति बुझौँ